हेलो हाई दर्शक नमस्ते। आज फेरि तपाईहरुको माझमा उपस्थिति भइसकेको छु र एकजना फेरि म तपाईहरुलाई चाहिँ एकजना गेस्टलाई फेरि म तपाईहरुको सामने लिएर आएको छु। सुनम है त कुराहरु है त कस्तो हुन्छ के हुन्छ है। ल त अनि यहाँ छ हाम्रो नमस्ते नमस्ते। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो फेरि पनि भैँसी बहादुर अनि उहाँलाई आज लिएर आएको छु। दिनदिनै अब किन मोटो भइरहेछ भन्नुहुन्छ होला। अस्तिसम्म 100 कति केजी थियो अरे 110 केजी 90 केजी 90 केजी थियो। आज 100 केजी 10 केजी फेरि बढी भएको छ होइन। अब होइन 10 केजी 110 केजी भइसकेको छ। नखाऊ न नखाऊ भन्छु, खाना खालि खान्छ मात्रै होइन। अनि अब के गर्ने, अलिकति बढी भएछ होइन, केही छैन। वेट बढी भयो नि केही छैन, पावर हुनुपर्छ होइन, ताकत हुनुपर्छ हो कि अनि म आज एउटा कुरा सोध्न चाहन्छु सरोज हजुरलाई होइन। अलि जोडमा बोल्नु नि होइन। अनि त्यसपछि के भन्न चाहन्छु भन्दाखेरि हामीले नेपाल देश बनेको कहिले हेर्ने होला, कहिले हेर्ने, हामी मरेपछि कि या मर्नुभन्दा अगाडि? त्यो त मलाई सोधेर हुन्छ, त्यो त केपी बाला सोध्नुपर्छ। केपी बाला त अब सोधेर कहाँ हुन्छ, उसको त उमेर गइसक्यो, छोडिदियो होइन। केपी बाको कुरा नगरौँ, अब हामीले नै गर्नुपर्छ होइन। हामीले ठाउँ ठाउँमा जागेर ठाउँ ठाउँमा आवाज उठाएर होइन हामीले गर्नुपर्छ। नेपाल हामी मर्नुभन्दा अगाडि बनेको हेर्न चाहन्छ, तर कहिले? नेपालमा बाटो राम्रो हुनु पऱ्यो सबभन्दा मेन पहिला होइन। अनि त्यसपछि बिजुली बत्तीको पावर दिनु पऱ्यो होइन। अनि त्यसपछि बिजुली बत्तीको पावर त त्यतिकै आउँछ। अब के भन्छ हाम्रो कुलमान भिसिङ आइसकेछ त्यतिकै आउँछ। त्यो त अब विकास भइहाल्यो बिजुलीको चाहिँ होइन। अब अनि ठाउँ ठाउँमा स्कुल हुनु पऱ्यो होइन। हाम्रो नेपाली सानो सानो भाइ बहिनीहरू हामी त अब पढ्न पाएनौँ होइन। अब हाम्रो सानो सानो भाइ बहिनी छोराछोरीहरूले सोचे जस्तै इन्जिनियर नेपालमै पढ्न पाउनु पऱ्यो, डक्टर नेपालमै पढ्न पाउनु पऱ्यो होइन। हरेक चिजको पढाइ नेपालमै अब हरेक चिजको पढाइ होइन नेपालमै हुनु पऱ्यो होइन। वैज्ञानिक पढाइ भयो के दुनियाँभरिको अब पढाइहरू नेपालमै। वैज्ञानिक पढाइ हुन्छ, वैज्ञानिक पढाइ पनि त साइन्टिस्ट त्यही त। अब नेपाली भाषामा वैज्ञानिक नै भनौँ न होइन। बुद्धिमानी भाषा बुद्धिमानी पढाइ होइन। अब नपढेपछि के भन्नु त अब होइन। हामी त पढ्न लेख्न पाइएन, के भन्नु त, त्यही त भन्नु पऱ्यो होइन। पढ्न पाइदिएको भए त्यो दुःख गर्नु पर्थेन होइन। आज कहाँ हुन्थ्यो होला, कारमा हिँड्नु पर्थ्यो होला, प्लेनमा आफ्नो पर्सनली प्लेनहरू हुन्थ्यो होला होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी नेपाल बनेको चाहिँ छिटो हेर्न चाहन्छौँ। नेपालमा यस्तो प्रधानमन्त्री हुनु पऱ्यो कि होइन, अथवा राजा किन नहोस्, प्रधानमन्त्री किन यस्तो हुनु पऱ्यो कि तपाईँको चाहिँ हाम्रो इन्डियाको नरेन्द्र मोदी छ नि हेर्नु न, त्यस्तो हुनु पऱ्यो क्या होइन। जनताले भनेको चिजहरू टक्क टक्क दियोस्, जनताको माग के हो त्यो पुरा गरिदियोस् होइन। जनताले आज रोडमा आएर आन्दोलन गर्यो भने पनि बिचमा आएर छाती फुलाएर आएर पुरा गरिदिनु पऱ्यो होइन। अनि देश विकास हुने हो। भ्रष्टाचारी नभइकन तपाईँको टक लाएर सब चिजहरू क्लियर गरिदियो नि, कम्प्लिट गरिदियो भनेदेखि ठाउँ ठाउँमा फ्याक्ट्रीहरू होइन, ठाउँ ठाउँमा कलकारखाना होइन परेको त्यो फ्याक्ट्रीहरू चाहिँ खोलिदियो भने भयो नयाँ बनाउनै पर्यो। पुरानै खोलिदियो भने नि भयो, अलिकति भिआइपी तरिकाले। चुरोट मिल छ, चुरोट कारखाना छ, अनि त्यस्तो खोलिदिएर गऱ्यो नि नेपालको। अनि स्यालेरी हल्का बढाइदिनु पऱ्यो, 20-25 हजार स्यालेरी दिएर हुँदैन होइन। महिना केही नभए 40,000 45,000 स्यालेरी हुनु पऱ्यो। त्यति भयो नि नेपालीहरू विदेश जाँदैन। नेपालमा जस्तो तसो गरेर भयो नि काम गर्छ। 20,000 25,000 18,000 स्यालेरी दिन्छ।
अनि नेपालमा जति कारखाना खोले पनि कहाँबाट हुन्छ, कोही कामै गरेन, विदेशै जान्छ। त्यही भएर 40-45 हजार चाहिँ म्याक्सिमम् स्यालेरी हुनुपर्छ वर्करहरूको, नर्मल वर्करहरूको होइन। त्यसपछि बल्ल नेपालको वर्करहरू, नेपाली हाम्रो दाजुभाइ दिदीबहिनीहरू बाहिर कामै गर्न जानु पर्दैन, नेपालमै आफ्नो देशमै गर्छ, तब विकास हुने हो। हातोमाले गर्दै गर्नुपर्छ अबको 10 वर्षभित्रमा होइन। यो कुरा नेताहरूले सोध्यो भने के भन्छ नेताहरूले? भन्छ नेपालमा विकास कसरी हुन्छ, त्यहाँ समुद्रै छुएको छैन। तर समुद्र छुए छैन, हेर्नु त्यो के भन्छ स्विजरल्यान्ड पनि त्यो समुद्र छुएको देश होइन, तर हेर्नु विकसित कस्तो विकसित छ। उतैतिरबाट समुद्र छुएको छैन, त्यही देश हो स्विजरल्यान्ड। हजुर, त्यही देश एउटा कतै समुद्र छुएको छैन भने त्यही देश हो एउटा नेपाल। हेर्नु नेपाल हो। त्यही भएर अनि हाम्रो अब देशमा चाहिँ करप्सन, भ्रष्टाचारी धेरै भइदियो। भ्रष्टाचारी त जलै छ, भ्रष्टाचारी त गयो। भ्रष्टाचारी धेरै भएर चाहिँ यस्तो भएको, नत्र भ्रष्टाचारी नभइदियो देश आज कहाँ बनिसक्थ्यो के। एउटा सानो देशलाई पनि अब बनाउनु नसक्ने भने त्यो भ्रष्टाचारी धेरै भएर नि। हाम्रो नेताहरूले जति पनि कर्मचारीहरूले आफ्नै घर सम्झेर आफ्नो घरलाई कति सजावट गरेको हुन्छ, दुनियाँभरको डेकोरेसन गर्छ आफ्नो घरलाई चाहिँ। यो त जब त्यो बेसमेन्ट बनाएर पैसा राख्छ, त्यो कुरा त छोडिदियो होइन। जस्तै हाम्रो पैसा राख्ने ठाउँ त्यही हो, हाम्रो घर नेपालको पैसा राख्ने चाहिँ बेसमेन्ट हो। त्यही त, त्यो मैले माने। जस्तै इक्जाम्पल, त्यो पैसा चाहिँ बाटोमा लगाउने, फ्याक्ट्रीमा लगाउने, कारखानामा लगाउने, अनि पो विकसित हुन्छ कि बेसमेन्टमा राखेर अन्डरग्राउन्डमा पैसा राखेर विकसित हुन्छ। त्यही कुराहरू होइन। कस्तो भन्दाखेरि चाहिँ मैले भन्नु खोजेँ, जस्तै तिमी नेता भयो, इक्जाम्पल के इक्जाम मानव एउटा कुरा, तिमी नेता भयो, तिम्रो आफ्नो घरमा कति सजावट तिमीले त गर्छौ नि। मेरो घरमा पाहुना आउँछ, एकदम सजावट बनाएर कस्तो राम्रो राम्रो स्विमिङ पुल यताउति हेन त्यहाँ घरमा चाहिने हर चिज तिमीले बनाउँछ नि। इक्जाम्पल आफ्नो घरको लागि। त्यो एउटा ज्याब सानो देश नेपाललाई पनि नेताले त्यही सोचेर आफ्नो घर सोचेर टक्क लाएर बनाइदिएको भए आज कति छिटो अहिलेसम्म विकसित भइसक्थ्यो कि। 30-35 वर्षसम्म पनि देश विकास हुन सकेन। किन? करप्सन, भ्रष्टाचारीले गर्दा। नेताले काम त गराउने तर कर्मचारीले खाइदिने, अनि लास्टमा नेताको दोष दिने, अनि कर्मचारीले नेताको दोष दिने, नेताले कर्मचारीको दोष दिने। त्यो भएर तर अहिलेको चाहिँ जे होस् त्यस्तो नहोस् होइन। एकदम अहिले त तपाईँले के भन्छ, भ्रष्टाचारीहरू त ध्वस्त भयो, अब घुसखोरहरूलाई पनि ध्वस्त ध्वस्त हुनु पर्यो। अहिले त भ्रष्टाचारीहरू ठुलो ठुलो भ्रष्टाचारी भनौँ न मिलियन बिलियन खानेहरू त्यो त ध्वस्त भयो। अब चाहिँ 1000 शीघ्र खान मान्छेलाई पनि ध्वस्त गर्नुपर्छ। यो भनेको 1000 शीघ्र भनेको त्यो घुसखोर हो तिनीहरूले। त्यही भएर अब चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जहाँ जहाँ घुस लिने मान्छे हुन्छ है, समातेर सजाय दिनु पर्यो होइन। कारखाना होस् कि मालपोत कार्यालय होस् कि नागरिकता बनाउने ठाउँ अड्डा होस् कि होइन, तपाईँको चाहिँ जहाँ हुन्छ सरकारी कार्यालयहरूमा तपाईँको घुस खाने मान्छेहरूले त समातेर च्यापचुप समातेर जेलमा हालिदिने, अनि त्यसपछि बल्ल देश बन्छ। नत्र पनि ठेकेदारहरूलाई नि कडाइको साथमा गर्नु पर्यो। ठेकेदारहरूलाई बजेट दिन्छ, बजेट दिएर आदि पैसा खाइदिन्छ, टेन्डर खोलिदिन्छ। अब बजेट दियो, ल यो रोडको लागि रोडको लागि यति बजेट यति लाखमा यति करोडमा बन्छ भन्यो, गरिदियो। लास्टमा अनि अलिअलि गरिदियो, अरू पैसा झ्याम्मा गर्ने यस्तो हुन्छ। त्यही भएर त्यसमा नि धेरै जाँचबुझ गरेर चाहिँ गर्नुपर्छ, बल्ल देश बन्छ है। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अबको हामी 10 वर्षभित्रमा चाहिँ हामी नेपाल देश बनेको हेर्न चाहन्छौँ हो होइन। भनौँ न यो 2035मा। हजुर, 2035मा। अनि र अर्को कुरा, अनि हाम्रो रवि लाम्छाने सर पनि भयो अब यत्रो होइन, उहाँले देश बनाउँछु भनेर एउटा जब एकचोटिलाई अब उठिरहेको छ भने उसलाई बनाउनु दिनुपर्छ। जो कोही हो, चाहे बालेन हो, चाहे रवि हो, चाहे हर्कासम्म होइन, कुलमान घिसिङ हो, जो पनि हो, उसले एकचोटि देश बनाउँछु भनेर तपाईँको अगाडि सरेपछि त्यसरी त अब अन्याय त गर्नु भएन। हामीले चाहिँ सुनिरहेछौँ सरकारले चाहिँ तपाईँले के भन्छ लोड सेडिङै हटाइदियो नेपालमा पहिला। अब हेर्नु अहिले पनि लोड सेडिङ अलिअलि छ।
कटिरहेको छ, लाइन बनिरहेको छ। र सबभन्दा बढी भन्यो भने तराई क्षेत्र, म नि तराईको मान्छे हो, अनि मधेसतिरको मान्छे हो, तर मधेस तराई भनेको अहिले पनि अरू पहाडकै तुलनामा भनौँ कि तपाईँले पहाडकै तुलनामा भनौँ 20 वर्ष पछाडि छ हो तराई प्रदेश, के भन्छ तराई मधेस। अनि त्यही भएर म चाहिँ के भन्छु, जे कुरामा पनि तपाईँले शिक्षा भन्नु, तपाईँले बिजुली भन्नु, भनौँ न 20 वर्ष अहिले पनि पछाडि छ तराई मधेस। अनि होइन मैले चाहिँ भन्न खोजेको के हो भन्दाखेरि सर, अब रवि लामछानेलाई अन्याय भएको हो। रवि लामछाने सरलाई ओके अन्याय भएको हो कि उसलाई पहिलाको सरकारले भएर त के भन्छ, हामी विदेशमा मलेसियामा भएर पनि हामी के भन्छ फर्म निस्केको थियो। कुन फर्म थियो त्यो त नाम चाहिँ बिर्स्यो, त्यो फर्म भर्नु भनेर फर्म पनि भर्यो, सिग्नेचर हस्ताक्षर कति लाखले हस्ताक्षर, हामी 40 लाख हामीले के भन्छ अनलाइन पनि ट्रान्सफर गर्यो, अनलाइन पनि पठायो, व्हाट्सएप पठायो, रवि सरले पाए कि पाए, तर हामीले हस्ताक्षर हामीले गरेर पठाएको एउटा निर्दोष हुनुहुन्छ भने उहाँलाई सरकारले, पुरानो सरकारले त दहन गरेर उसलाई राजनीति गरेर उहाँलाई अब फसायो होइन। तर अबको जुन नयाँ सरकारले पनि त्यसलाई छानबिन गरेर चाँडोभन्दा चाँडो छानबिन गरेर चेक गरेर उसलाई के हो वास्तविक मुद्दा भनेर चेक गरेर उसलाई रिहा गर्नु पर्यो क्या, रिहा गरिदिनु पर्यो। रिहा गरेर पोस्टमा दिनु पर्यो, अनि पोस्टमा होइन रिहा गरिदिनु पर्यो। उसको फ्यामिली छ, अब दुनियाँले त फल्ला यस्तो रे फल्ला उस्तो भनेर फसाउने त हजारौँ हुन्छ नि, त्यसको कुरा नसुनेर प्रत्यक्ष रूपमा राम्रोसँगले छानबिन गरेर अब यो जति पनि नयाँ पुराना त्यो अब न्यायाधीशहरू वकिलहरू के थिए सबैलाई बरु विश्वास लागेको सबै नयाँ राखेर होइन, नयाँ राखेर न्यायाधीशहरूलाई पनि तपाईँको चाहिँ राखेर फेरि केसलाई गराएर गराएर राम्रोसँगले छानबिन गरेर चेक गरौँ न। चेक गरेर गल्ती गराएछ भने सजाय दिनु, सजाय होइन गल्ती होइन, सत्य तथ्य कुरो छानेर पनि भला सजाय पाइन्छ। त्यही त सत्य तथ्य कुराहरू छानबिन गरेर राम्रोसँगले छानबिन गरेर गल्ती चाहिँ सजाय पाउँछ। यदि छैन भने रिहा गर्नु पर्यो। त्यसरी जेलमा तपाईँलाई राखेर त हुन्न नि त। तपाईँले कतिपय मान्छे लाखौँ मान्छेहरू होइन भ्रष्टाचारी गरेर कति मान्छेहरू त्यही सहकारी ठगको मुद्दामै कस्ता नेताहरूले कति करोडको ठगी गरेर उनीहरूलाई चाहिँ थुनामुक्त गरेर नै लड्न पाउने बनाइदिएछन्। घरमा बसी मुद्दा लड्न पाइरहेछ भने कि जब रविले कति नै ठग्यो होला होइन, उसलाई पनि त छुट दिएर बरु मुद्दा लड्न दियो होइन, मुद्दा लड्न दियो। आफ्नो घरमा बसी आफ्नो काम पनि गर्छ र मुद्दा पनि लड्छ। उसलाई जेलमै थुनेर मुद्दा लड्नु पर्ने भने त्यो त धेरै अन्याय भयो नि त भाइ, धेरै अन्याय भयो कि। त्यो चाहिँ सरासर जनताले 40 लाखले हस्ताक्षर गर्नु भनेको यहाँ हो भने त गल्ती भइदिएको भए कसले गर्थ्यो र। उसले नै नेपाली दाजुभाइहरूलाई विदेशमा के अरे एकदम उसमा परेकोहरूलाई अप्ठ्यारोमा समस्यामा परेकोहरूलाई निकालेकै हो, सामिसियामा भूकम्प पीडितहरू बाढी पीडितहरूलाई सहयोग गरेकै हो। त्यो भएको कारणले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ रवि लामछानेलाई यसको मुद्दालाई छानबिन चाँडोभन्दा यो दसैँपछि होइन छानबिन चाँडोभन्दा चाँडो गरेर तपाईँको चाहिँ मुद्दा चाहिँ उसलाई मुक्त गरिदिनु पर्यो, रिहाई गरिदिनु पर्यो। त्यसपछि चुनाव आउँछ 6 महिनापछि 5 महिनापछि जनताले जसलाई भोट दिन्छ ऊ नेता बन्ने हो। रवि लामछाने नै नेता बन्छ भनिन्छ छैन, बालिन नै बन्छ भनिन्छ, हर्का सम्पाङ पनि बन्छ भनिन्छ, कुलमान घिसिङ पनि बन्छ भनिन्छ। कुनै न कुनै एउटा जनताले चुनेर त नेता बन्ने हो। उसलाई थुनेर कि म चाहिँ नेता बन्छु भन्ने त्यस्तो हुँदैन क्या होइन। रिहा गर्नेलाई रिहा गरे, मुद्दा लगाइदियो, त्यसपछि जो बने बन्छ, राम्रो नेता बन्नु पर्यो होइन। हामीले रवि लामछाने नै नेता बन्नुपर्छ भन्ने छैन कि, तर उसको मुद्दामा छानबिन गरेर रिहा गर्नुपर्छ। रिहा गरेर मैदानमा लड्न आऊ, सबैजना चुनाव लड, अनि को त्यसलाई मजा भन्छ। जनताले जसलाई भोट दिन्छ त्यसलाई पो भनिन्छ पक्का सच्चा देशभक्ति नेता भनेर। एकजनालाई थुन्ने अनि उसले चाहिँ जाँचसाच गरेर थुन्ने, त्यहाँबाट अब त्यो जुन भन्ने मान्छेलाई थुन्ने अब मैले हुन्छु नेता भनेर त्यसरी त बन्दैन। कुनै दिन रवि लामछाने निस्किला भरे उसले फेरि अर्को पाटा कस्दिला भने त्यसपछि देश त सधैँ लडाइँको लडाइँमा जानु भयो कि। त्यही भएर
रिहा गरिदिनु पर्यो। रिहा गरिदिएर तपाईँको चाहिँ चुनावमा मजाले जसको शक्ति छ उसको भक्ति पनि बन्छ। हो कि जसको शक्ति छ उसले देश चलाउँछ भाइ होइन। उसलाई थुनेर म बन्छु, उसलाई थुनेर म बन्छु, त्यो सोच गरेर गलत हो। देश कसरी कहिले पनि बन्दैन, एकसाथ भएर देश बनाउनु पर्यो, त्यही हो हाम्रो होइन। हवस् त, धन्यवाद। हामी धेरै कुरा गरेँ है। फ्री टाइममा हो, अब सटरडे भएको कारणले गर्दा फ्री टाइममा यसो भएको कारणले हामी चाहिँ गरेको हो। केही गल्ती बोलेछ भनेदेखि हामी माफ गरिदिनु होला। हो, हामी पनि के भन्छ सच्चा नेपाली हो। नेपाली यो मलेसिया भयो, सौदी कतार भयो, खाडी मुलुक जस्तै पनि हाम्रो विकसित हुनुपर्छ। हजुर, जस्तै हेर्नुहोस् मलेसिया कति विकसित छ, सानोतिनो देशहरू कति विकसित छ है। हाम्रो देश जहाँको 35 वर्ष देश चलायो, जहाँको त्यही छ। अलिअलि बनेको नि सब तोडफोड भत्कियो, फेरि अब अहिले कुन चाहिँ नेता बन्ला, कुन चाहिँलाई मन पर्दैन फेरि होइन। कुन चाहिँ जेन्जी अहिले अब हाम्रो नयाँ केटा भाइ बहिनीहरू जेन्जी वाइ, जेन्जी सी, जेन्जी ए निस्केछ। कुन चाहिँलाई मन परेन फेरि अलिअलि बनाएको हुन्छ, फेरि कुन चाहिँ आएर फेरि आगो लगाइदिन्छ, भत्काइदिन्छ, फेरि जहाँको त्यही हुन्छ। त्यही भएर हामीले भन्ने कुरा त्यही हो, निर्दोष भएको व्यक्तिलाई जेलबाट रिहा गरेर उसलाई हामीले चुनावमा लड्न देऊ, देश बनाउन देऊ। जसले सक्छ उसले बनाउँछ देश। त्यही भएर देश बनाउने अब आउने जति पनि नेताहरू हुन्छ, रवि लामछानेलाई रिहा गरिसकेपछि चुनावमा जो लडेर नेता बन्छ, त्यसपछि उहाँहरूलाई कति वर्ष हुन्छ, 5 वर्षको 10 वर्षको हुन्छ। कसैले डिस्टर्ब नगरोस् के, मजाले देश बनाउन देऊ। भ्रष्टाचारी भन्छ भने त्यसलाई चाहिँ आओस् चाहिँ उठाउनु पर्छ। त्यहाँ भ्रष्टाचारी जोसुकै मान्छे होस् त्यसलाई छोड्नु पर्छ, आवाज उठाउनु पर्छ। ल हस् त, धन्यवाद। आजलाई यति नै, फेरि हामी अर्कैचोटि फेरि आउनेछौँ। जय नेपाल। लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला। जय नेपाल।